आऊ न चित्त नदुख भयो नि के भयो बारे छ 6 गतेको लागि बनाएको तिमीले राम्रो खेल्छ भने त दाइले यो भन्दा के चाहियो तिमीलाई हैन यो भन्दा कमेन्ट के चाहियो भाइ मुख नछाड त तिमीहरु हेर न फेरि यहाँ भनिरहेको छ फेरि किनभने तिमी यही गयो तिमीलाई चान्स दिन्छ उसको आज बुढ छैन खेल्न पाएन हेर उसलाई पनि राखेको छ हैन उसलाई पनि खेलाउने नै हो तर किपर हाम्रो धेरै छ अहिले हैन किनभने हामीले सेटको लागि म्याचको लागि मात्रै गर्नु सकेको हामीले त्यो 6 गतेको म्याच छ त्यसको लागि मात्रै हामीले ट्रेनिङ गराएको हो मेन बस न भाइ यो सम्झाको भिडियोहरु यो चाहिँ 6 तिमीहरुको लागि गरेको है यो ट्रेनिङ डिसिप्लिनमा बस्नु पर्दैन यो 6 गते यो 6 गतेको हल्ला नगर न जुन बोलेछ त्यसको लागि यो गेम बनाएको सेट बनाउन खोज्या हो त्यसपछि हामीले भाइ मुख नछाड त तिमीहरु सेटमा राख्ने हो तिमी आयो भने हुन्छ ल बुझ्यो ट्रेनिङ गर्नु पर्यो हेर न फेरि यहाँ भनिरहेको छ फेरि टाइममा आउनु पर्यो तिमीलाई सेटमा राख्ने मेरो उ छ किनभने तिमीले राम्रो खेल्छौ हैन तर आउनु त पर्यो नि भाइ हैन ल भाइ तिमी पनि ल त्यही भाइ यहाँ आऊ न चित्त नदुख भयो नि के भयो बारे छ 6 गतेको लागि बनाएको टिम हो यो अब अर्को चोटी चाहिँ 100 मा 200% पाउने भयो नि त दिनकै आउनु पर्यो मन नदुखाऊ है मन नदुखाऊ खेलाउने नै हो ल भाइ तिमी ट्रेनिङमा आयो भने तिमीलाई सेटमा राख्ने मेरो उ छ है तिमी राम्रो यताकै रौतहरुकैबाट पुग्यो भने सरलाईको ल्याउने वातावरण हुँदैन बुझ्यो सरलाईको नल्याउने हाम्रो यही ठाउँको गर्ने हो बुझ्यो नि केटाहरुले केटा भाइ बुझ्यो नि अब ढुक्क भयो नि हो त्यस्तो मनमा त्यस्तो नराख्यो के तिमीहरु भाइ सरलाईको छ यसलाई किन ल्याएको भन्दा हाम्रो मान्छे छैन मान्छे छ त विङ्स खेल्ने मान्छे पनि छैन उलाई चान्स दिएर उले राम्रो खेल्छ बाप भाइ हैन हजुर उलाई चान्स किन दिएको भन्दा हाम्रो यहाँको मान्छे पनि छैन प्लस है किनभने हामी यहाँको अब प्लेयरहरु पनि निस्केको छैन के तपाईको विङ्स खेल्ने पनि राम्रो प्लेयर हाम्रो यहाँ छैन भने चाहिँ हामीले बाहिर त मगाउनु पर्यो हैन हो त ठीक छ बाहिरको कमजोरी पनि देखियो नि त त्यही भएर अहिले मलाई दुःख परिरहेको थियो ल बाहिर त्यही अर्को चोटी चाहिँ अब टक्क हैन डेली आऊ भाइ हैन पायो तिमीले उ भने त तिमीले राम्रो खेल्छ भने त दाइले यो भन्दा के चाहियो तिमीलाई हैन यो भन्दा कमेन्ट के चाहियो हो त्यही भएर अब के रहेछ भन्दाखेरि चाहिँ तिमीहरु नआउने कम ल यही भन्न चाहन्छु ल तिनटा मात्रै बोल